नक्षत्र ज्ञान श्रृङ्खला भाग 3 कृतिका नक्षत्र अग्निको तेज र शुद्धिकरणको शक्ति। नमस्कार। आजको यो भिडियो विशेष गरी अ, इ, उ र ए अक्षरबाट सुरु हुने नाम भएका व्यक्तिहरूका लागि विशेष महत्त्वपूर्ण हुन सक्छ। तपाईको नाम यी अक्षरमध्ये कुनै अक्षरबाट सुरु हुन्छ भने आजको भिडियो अन्तिमसम्म अवश्य पनि हेर्नुहोस् र तपाईका साथी, आफन्त वा परिवारका सदस्यहरूको नाम पनि यी अक्षरबाट सुरु हुन्छ भने उहाँहरूलाई पनि यो भिडियो सेयर गरिदिनुहोला, किनकि आज हामी कुरा गर्दैछौँ 27 नक्षत्र मध्ये तेस्रो नक्षत्र कृतिका नक्षत्रको। तर एउटा कुरा सम्झनु पर्दछ, नामको अक्षर मिल्दैमा मात्र कसैको पनि जन्म नक्षत्र निश्चित हुँदैन। वास्तविक जन्म नक्षत्र जान्नको लागि जन्ममिति, जन्म समय र जन्मस्थानबाट कुण्डली गणना गर्नुपर्ने हुन्छ। अब आउनुहोस् जानौँ कृतिका नक्षत्र वास्तवमा कस्तो नक्षत्र हो त। वैदिक ज्योतिषका 27 नक्षत्रहरूमध्ये कृतिका तेस्रो नक्षत्र हो। यसको विस्तार मेष राशिको 26 डिग्री 40 देखि लिएर वृष राशिको 10 डिग्रीसम्म हुन्छ। त्यसैले कृतिकाको पहिलो पाउ मेष राशि, दोस्रो पाउ, तेस्रो पाउ, चौथो पाउ वृष राशिको हुन जान्छ। यही कारणले कृतिका नक्षत्रमा जन्मिएका सबै व्यक्तिको स्वभावमा एउटै देखा पर्दैनन्। पहिलो पादमा मेष राशिको अग्नि, साहस र गतिशीलता बढी देखिन जान्छ। बाँकी 3 पाउमा भने वृष राशिको स्थिरता, व्यावहारिकता र भौतिक पक्ष बलियो देखिन सक्छ। कृतिका यो नक्षत्र नामको अर्थ के हो त भन्दाखेरि कृतिका नामको सम्बन्ध काट्ने, छुट्याउने, शुद्ध गर्ने वा शक्तिसँग जोडिन्छ। यसको प्रतीकलाई परम्परागत रूपमा धारिलो अस्त्र वा चक्कुसँग जोडेर हेरिन्छ। यसको गहिरो अर्थ के हो भने जसरी अग्निको शुद्धतालाई जलाएर अग्निले अशुद्धतालाई शुद्धतामा जलाएर शुद्धता बनाउँछ, त्यसरी नै कृतिकाको ऊर्जा जीवनका अनावश्यक र गलत कुरालाई हटाएर नयाँ र शुद्ध बाटोतर्फ अघि बढ्ने शक्ति हो। त्यसैले कृतिका केवल तेजको नक्षत्र मात्र होइन, यो शुद्धिकरण र विवेकको नक्षत्र पनि हो। यस नक्षत्रको अधिदेवता अग्नि कृतिकाको अधिदेवता हुन्। अग्निदेव वैदिक परम्परामा अग्नि यज्ञका वाहक हुन्, शुद्धिकरणका प्रतीक र देवतासम्म हवि पुर्याउने माध्यमका रूपमा महत्त्वपूर्ण छन्। त्यसैले कृतिकामा तेज, स्पष्टता, ऊर्जा, साहस र गलत कुरालाई स्वीकार नगर्ने प्रवृत्ति देखिन सक्छ। तर अग्नि नियन्त्रणमा छ भने प्रकाश दिन्छ, नियन्त्रण बाहिर गयो भने जलाउन सक्छ। त्यसैले कृतिकाको एउटा ठुलो शिक्षा पनि त्यही हो। तेज आवश्यक छ, तर तेजसँग संयम पनि आवश्यक हुन्छ। यसको स्वामी भने सूर्य हो। कृतिका नक्षत्रको स्वामी ग्रह सूर्य हो। सूर्यले आत्मबल, तेज, प्रतिष्ठा, नेतृत्व र आत्मसम्मानको प्रतिनिधित्व गर्छ। त्यसैले कृतिकाको प्रभाव भएका व्यक्तिमा आफ्नो क्षमता देखाएर अघि बढ्ने, नेतृत्व गर्ने र आफ्नो निर्णयमा दृढ रहने प्रवृत्ति देखिन सक्छ। तर कहिलेकाहीँ यही दृढता जिद्दी वा कठोरतामा बदलिन सक्छ। मेष राशिमा जुन कृतिकाको पहिलो पाउ पर्दछ, जुन अबाट नाम आउँछ, मेष राशिमा पर्छ। मेष अग्नि तत्त्व हो, ऊर्जाशील र गतिशील राशि हो। त्यसैले यहाँ कृतिकाको अग्नि अझ तीव्र रूपमा देखिन सक्छ। यस्ता व्यक्तिमा साहस, नेतृत्व, प्रतिस्पर्धा, छिटो निर्णय गर्ने क्षमता र काम सुरु गर्ने उत्साह राम्रो देखिन सक्छ। तर हतार, रिस, अधैर्य र बोलीमा कठोरता भने चुनौती बन्न सक्छ। वृष राशिमा अरू 3 पाउ कृतिकाका दोस्रो, तेस्रो र चौथो पाउ वृष राशिमा पर्दछन्। वृष पृथ्वी तत्त्व स्थिर राशि हो। त्यसैले यहाँ कृतिकाको अग्नि अझ व्यावहारिक र परिणाममुखी बन्न सक्छ।
धन सम्पत्ति स्थिरता सौन्दर्य कला भोजन र भौतिक सुविधाप्रति आकर्षण देखिन सक्छ। तर आफ्नो निर्णय वा विचारमा अत्याधिक अडान लिनु कहिलेकाहीँ चुनौती पनि बन्न सक्छ। कृतिका नक्षत्रका नाम अक्षरहरू अब कुरा गरौँ। कृतिकाको सबैभन्दा धेरै सोधिने विषय नाम अक्षरको। कृतिकाका 4 पाउहरू हुन्छन्। पहिलो पाउ अ, दोस्रो पाउ ई, तेस्रो पाउ उ र चौथो पाउ ए। त्यसैले परम्परागत नामकरणमा यी ध्वनिबाट नाम राख्ने चलन थियो अथवा चलन छ। तर फेरि सम्झनुहोस्, नामको पहिलो अक्षर मात्र हेरेर जन्म नक्षत्र निश्चित हुँदैन। जन्म नक्षत्रका लागि जन्म समय, जन्म स्थान, चन्द्रमाको वास्तविक स्थिति हेर्नुपर्ने हुन्छ। 4 पाउको प्रभावमा पहिलो पाउ अबाट, जसको अबाट नाम आउँछ, मेष राशिको प्रभाव भएका कारणले साहस, नेतृत्व, प्रतिस्पर्धा र सक्रियता बढी देखिन सक्छ। काम सुरु गर्न डर नमान्ने तर कहिलेकाहीँ हतारमा निर्णय गर्ने स्वभाव पनि हुन सक्छ। दोस्रो पाउ ईबाट नाम आएका व्यक्तिहरू वृष राशिको प्रभावले व्यावहारिकता, स्थिरता र धन सम्बन्धी सोच बलियो हुन सक्छ। कामलाई निरन्तरता दिने क्षमता राम्रो हुन सक्छ। तेस्रो पाउ ऊबाट नाम आउने व्यक्तिहरू यस पाउमा बुद्धि, सृजनशीलता, कला, सामाजिक सम्बन्ध र नयाँ सोच तर्फ रुचि देखिन सक्छ। चौथो पाउ भने एबाट नाम आउँछ। ए अक्षर यसमा वृषको स्थिरता अझै स्पष्ट हुन सक्छ। सम्पत्ति, निर्माण, परिवारको सुरक्षा र स्थायी जीवनप्रति आकर्षण हुन सक्छ। तर परिवारलाई सहज रूपमा स्वीकार गर्न अलिक कठिन हुन पनि सक्छ। कृतिकाको प्रभाव भएका व्यक्तिमा विषयलाई गहिराइमा बुझ्ने क्षमता, गलत र सही छुट्याउने सकिने र सिकेको कुरालाई व्यवहारमा प्रयोग गर्ने क्षमता देखिन सक्छ। प्राविधिक शिक्षा, चिकित्सा, इन्जिनियरिङ, प्रशासन, व्यवस्थापन, सुरक्षा, कला, डिजाइन र विभिन्न व्यवसाय जस्ता क्षेत्रमा रुचि हुन सक्छ। तर वास्तविक शिक्षा र पेसाको फलका लागि सम्पूर्ण कुण्डली हेर्नु पर्दछ। यो भरमा मात्रै, नक्षत्रको भरमा मात्रै सबै कुरा निश्चित नहुन पनि सक्छ। पेसा र व्यवसाय कृतिकाको ऊर्जा कामलाई परिणाममा पुर्याउने ऊर्जा हो। त्यसैले प्रशासन, सुरक्षा, इन्जिनियरिङ, चिकित्सा, उद्योग, व्यवस्थापन, व्यवसाय, भोजन तथा होटल क्षेत्र, कला तथा डिजाइनिङ र नेतृत्वसँग सम्बन्धित क्षेत्रमा यसको प्रभाव उपयोगी हुन सक्छ। मेष राशिको कृतिकामा साहस र उद्यमबाट धन कमाउने प्रवृत्ति देखिन सक्छ। वृष राशिको कृतिकामा धन सञ्चय, सम्पत्ति र स्थिर आम्दानीतर्फ अझ बढी ध्यान जान सक्छ। तर केवल नक्षत्रको आधारमा कसैको आर्थिक अवस्था निश्चित गर्न मिल्दैन। त्यसका लागि द्वितीय भाव, एकादश भाव, तिनका स्वामी, शुक्र, गुरु र दशाको अवस्था समेत हेर्नुपर्ने हुन्छ। कृतिकाको स्वभावमा स्पष्टता र आत्मसम्मान बलियो हुन सक्छ। त्यसैले झुट, छल वा अनावश्यक नाटक मन नपर्न सक्छ। माया गरेपछि जिम्मेवारी लिन खोज्ने र परिवारलाई स्थिर बनाउने प्रयास गर्ने प्रवृत्ति हुन सक्छ। तर अत्याधिक आलोचना, कठोर बोली वा आफ्नो कुरा नै सही ठान्ने प्रवृत्तिले सम्बन्धमा समस्या पनि ल्याउन सक्छ। त्यसैले कृतिकाका लागि तेजसँगै कोमलता पनि आवश्यक छ। स्वास्थ्य सम्बन्धी भन्नुपर्दाखेरि ज्योतिषीय परम्परामा कृतिकाको अग्नि प्रभावलाई शरीरको उष्णता तथा पाचनसँग सम्बन्धित विषयसँग जोडेर हेरिन्छ। तर स्वास्थ्य सम्बन्धी कुनै निश्चित निष्कर्ष केवल नक्षत्रबाट निकाल्न भने गाह्रो हुन्छ, त्यो सठिक नहुन सक्छ। त्यसका लागि सम्पूर्ण कुण्डली र आवश्यक परे चिकित्सकीय परीक्षणलाई प्राथमिकता पनि दिनुपर्ने हुन्छ। कोही व्यक्तिको कृतिका नक्षत्र हो भनेदेखि मनमा स्पष्टता, आत्मसम्मान, निर्णय क्षमता र सत्यप्रतिको आग्रह देखिन सक्छ।
यस्ता व्यक्ति मनमा कुरा राखेर बस्नुभन्दा स्पष्ट रूपमा व्यक्त गर्न चाहन सक्छन्। त्यस्ता भावनामा अग्निको प्रभाव बढ्दा बोली कहिलेकाहीँ कठोर हुन सक्छ। कृतिकामा यदि सूर्य बसेको छ कसैको भने आत्मबल, नेतृत्व र प्रतिष्ठाको चाहना, कोही व्यक्तिको त्यही कृतिका नक्षत्रमा मङ्गल बसेको भए साहस, ऊर्जा, प्रतिस्पर्धात्मक, बुध बसेको भएदेखि तर्क, विश्लेषण र स्पष्ट अभिव्यक्ति, गुरु बसेको छन् भने ज्ञान, धर्म र मार्गदर्शनतर्फ झुकाव, शुक्र भएदेखि कला, सौन्दर्य र भौतिक सुखतर्फ आकर्षण र शनि भएदेखि अनुशासन, सङ्घर्ष र जिम्मेवारी, राहु केतु भए भनेदेखि कृतिकाको ऊर्जा अझ गहिरो र असामान्य रूपमा प्रकट हुन सक्छ। तर ग्रहको नक्षत्र मात्र हेरेर फलादेश हुँदैन। ग्रह कुन पाउमा, कुन भावमा, कसको दृष्टिले, कुन दशा चलिरहेको अवस्थामा हो, यी सबै कुराहरू विचार गर्नुपर्ने हुन्छ। आध्यात्मिक विषयलाई लिएर हेर्दाखेरि कृतिका नक्षत्र हामीलाई एउटा सुन्दर शिक्षा दिन्छ। अग्निले सुनलाई नष्ट गर्दैन, शुद्ध बनाउँछ। त्यसै गरी जीवनमा आउने कठिनाइले हामीलाई समाप्त गर्न होइन, अझ परिपक्व र शक्तिशाली बनाउन पनि सक्छ। कृतिकाको वास्तविक शक्ति भनेको अरूलाई जलाउनुमा होइन, आफ्नै कमजोरीलाई जलाएर आफूलाई अझ शुद्ध र तेजस्वी बनाउनुमा छ। यसको उपायहरूमा कृतिकाको अग्नि र सूर्यसँग सम्बन्ध भएका कारणले गर्दाखेरि परम्परागत रूपमा प्रातःकाल सूर्यलाई अर्घ्य दिने, आफ्नो सामर्थ्य अनुसार यज्ञ हवन गर्ने, अग्निको सम्मान गर्ने, सत्य र संयमित आचरण अपनाउने र सेवा दान गर्ने जस्ता उपायलाई शुभ मानिन्छ। तर व्यक्तिगत ग्रहदशा र कुण्डली अनुसार उपाय फरक हुन जान सक्छ। हजुरको कुण्डली कस्तो छ, तपाईँको नाम कुन अक्षरबाट सुरु हुन्छ र तपाईँलाई आफ्नो जन्म नक्षत्र थाहा छ भने तपाईँको नक्षत्र पनि कमेन्टमा लेख्नुहोस्। सायद तपाईँको नामको अक्षर नक्षत्र बीचको सम्बन्ध तपाईँले आज पहिलो पटक बुझ्नु सक्छ। यदि हो भने यो जानकारी उपयोगी लाग्यो भने लाइक गरिदिनुहोस्। तपाईका अ, इ, उ वा ए अक्षरबाट नाम सुरु हुने साथी, आफन्त र परिवारका सदस्यहरू हुन्छ भने उहाँहरूलाई पनि यो भिडियो सेयर गरिदिनुहोस्। यस्तै वैदिक ज्योतिषीय नक्षत्र र कुण्डली सम्बन्धी ज्ञानका लागि लेटाङ ज्योतिष परामर्शलाई सब्सक्राइब गर्ने, फलो गर्ने गर्नुहोला। हामी अब अर्को भागमा हाम्रो नक्षत्र यात्रा द सुन्दर र आकर्षण नक्षत्रतर्फ हामी बढ्दैछौँ। अर्को भागमा हामी पुग्नेछौँ रोहिणी नक्षत्रमा, जहाँ सौन्दर्य, आकर्षण, सृजनशीलता, भौतिक सुख र चन्द्रमाको विशेष प्रभावसँग सम्बन्धित धेरै रोचक रहस्यमय हुनेछ। त्यसैले अर्को भाग हेर्ने हामीसँग जोडिरहनुहोला। कहाँबाट को हुनुहुन्छ हजुरको आफ्नो विवरण पनि कमेन्ट गर्नुहोला। नक्षत्र बुझौँ, कुण्डली बुझौँ, आफ्नो जीवन बुझौँ। धन्यवाद।